म चाहिँ पहिला जानु लाग्यो होइन त्यो भारी पनि रेडी हो यो चाहिँ हेलो एभ्रिवान हामी चाहिँ आज भागेर स्याङ्दी बल खेल्न आएको छौँ हिँड्दै साथीहरू अरू माथि माथि छ तर पछाडिको मान्छेहरू चाहिँ लास्टै नै पछाडि भइरहेछ पछाडि एकदमै हिँड्न अल्छी लाखारे गफ हान्नु पऱ्यो क्या म चाहिँ पहिला जानु लाग्यो होइन त्यो भारी पनि रेडी हो यो चाहिँ हाम्रो अलि एकदम भारी भरिया बनाइदिएको कि भरिया एकछिनको लाग्यो कि झोलासोला बोकेर हामी अलिक मिलेन कि तर हामी धेरै हिँड्यो कि वहाँ गोरीबारीबाट हिँड्यो गोरीबारी चोकबाट अनि थके लाग्छ वहाँ गएर प्याक्लेक प्याक्लेक बोल न बोल पनि तिमी हेलो गाइस बोल न बोल टिमिक परे झन् यार हाई मात्र ल सोनिका उ बहिनी यहाँ तर यो बहिनीहरू चाहिँ लजाएर बुझ्छु के भएको छ होइन यता नि लजाएर के गर्नु र हामी चाहिँ हिँड्दा हिँड्दा थकै लागेको छ यस्तो घाममा हिँड्ने हामी 12 बजे होला अरूहरू चाहिँ गइसक्यो स्कुटीमा हामीलाई मात्र अलपत्र पारामा छोड्दैछ रुइ नि सक्यो यता फेरि हामी वहाँ जाँदा जाँदा 1 बज्छ होला कि कति बज्छ थाहा छैन अब अनुहार कि अनार अनार हौ अनुहार त्यही भन्छ आँखीलाई सजिन दाइ चाहिँ अहिले हामीलाई छोडेर कता गयो हराएको अवस्था आएन त उहाँ गएर बसिरहेको चाहिँ गाइजहरू दाइको मोबाइल चार्ज सकिँदा नि हामीले भ्लग बनाउनु छोडेको छैन को यो घर कति राम्रो है अलिगेट भने यस्तो डाँडामा नि घर छ है गाइजहरू मस्तले गफ लडाउँदै बसिरहेको गाइजहरू सजिन दाइ चाहिँ हिँड्दा हिँड्दा थका लागिसक्यो हामीलाई चाहिँ यो चाहिँ प्रमिसालाई के झङ चलिरह अहिले के गर्छ अहिले झङ चलेर सजिँदा गफ लडाउँदै बसिरहेछ हामी चाहिँ